निष्ठल्ल भएको भन्ने गर्दै आएको छु। छुटेछु भने मुटुको कुनामा छोपिएर बसेको नाम रहेछ भनेर चित्त नदुखाउनु होला है। कहिलेकाहीँ मुटुले छोपेर राखेको हुन्छ, नामै आउँदैन, देखिँदैन। तर कमान्डरको भूमिका निर्वाह गर्ने राजन गौतमजीलाई त बिर्सनु भएन है। राजन गौतमजी कता हुनुहुन्छ? राजनजी, कमान्डरका हिसाबले तपाईँले एकदमै राम्रो निर्वाह गर्नुभएको छ। म धेरै धेरै धन्यवाद दिन चाहन्छु कमान्डरलाई। कमान्डरको मार्फत सबैजनालाई धन्यवाद। अहिले कमान्डरलाई धन्यवाद दिएपछि त्यहीँबाट सबैले तामासाहीमा धन्यवाद बाँडेर लिनुपर्छ है। चितवनवासी दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई त मैले भन्नै पर्दैन। त्यस्तो आपद विपद पर्दाखेरि, म अप्ठ्यारोमा पर्दा तपाईँको आँसु बगेको, तपाईँले हस्ताक्षर गर्नुभएको, म कारागारमा बसेर एक्लै टोलाउँदै सुनिरहन्थेँ। जब रात पर्थ्यो, बदला होइन न्याय, बदला लिनु हुँदैन, न्याय चाहिँ माग्नुपर्छ, बदला लिनु पर्दैन। म यति भन्न चाहन्छु, जति पनि मतदाताले हामीलाई भोट दिनुभयो उहाँहरूलाई धन्यवाद। तर सम्पूर्ण चितवनवासीको हक हितका लागि हामी काम गर्नेछौँ। हामी यो जितलाई घन्टीमा भोट हाल्नेहरूको मात्र जित होइन, सिङ्गो चितवनको, सिङ्गो देशको जित बनाउनेमा हामी लागि पर्नेछौँ। हामीले जित्दा कसैले पनि हार्न नपरेको महसुस आम जनताले गर्नेछन् भन्ने मैले विश्वास लिएको छु। हामीले विजय र्याली नगर्ने निर्णय गर्यौँ, तर म यसै गरी धन्यवाद सम्बोधन कालिकामा र इच्छा कामनामा गर्नेछु। महानगरमा यहाँ भरतपुरमा यही मात्र सम्बोधन हुन्छ, किनकि आम नागरिकले दिएको जिम्मेवारीको अगाडि अब हामीले यसलाई उत्सवको रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा, उत्तरदायित्वको रूपमा लिनुपर्छ। एक एक भोटको हिसाब गर्नुपर्नेछ। यो परिवर्तनका लागि आफ्नो कोख रित्याउनु भएका आमाहरूलाई म सम्झन चाहन्छु, ती शहीद भाइ बहिनीहरूलाई सम्झन चाहन्छु। र म फेरि यही उभिएर भन्न चाहन्छु कि भाइ बहिनी हो, तिमीहरूको रगतको एउटा थोपो पनि खेर जाने छैन। नेपाल सरकारलाई धेरै धेरै धन्यवाद। यही चितवनमा उभिएर कारागारबाट मुक्त हुने बित्तिकै प्रधानमन्त्रीज्यू खुट्टा नकमाउनुहोस्, राष्ट्रपा तपाईँको साथमा भनेको थियौँ, अनुहार उज्यालो पार्नुहोस् भनेको थियौँ। सबैले राम्रो काम गर्नुभयो। म नेपाल सरकार, विशेष गरी सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आमालाई धन्यवाद। सिङ्गो चितवनले आमालाई धन्यवाद दिएको छ है। एक स्वरमा भनौँ, धन्यवाद आमा। म सुरक्षा निकायका सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु। मैले हिजो पनि भनेको थिएँ, विषम परिस्थितिमा संसारका कयौं ठाउँहरूमा यस्ता विभिन्न घटनाहरू हुँदाखेरि